ल आदमसी फुलको बास्ना डाँडा पारी भन्छन् मान्छेको बास्ना चाहिँ डाँडा वारी नै अरे हजुरहरूको बगैँचामा एउटा सुन्दर फुल फुलेछ खालिदको बास्ना थपाइहालेछ के गर्न आदमसी चोरेर खाउँ भने दण्डकुण्ड सजाय लाग्ने ढाँटेर लैजाउँ भने पनि लायो लासो अथवा त्यही भएर हजुरहरूको फुल हामीले माग्नै आएन आदमसी स्योरो आदमसी हजुरहरूलाई के फुल चाहिने हो कटहरको फुल पनि फुलेको छ बरको फुल चाहिँ यतातिर छ चाहिन्छ भने टमाटरको फुल पनि फुलेको छ यो हो भन्छ अब मैले त के भन्नु रह त्यो म्याङहरूको कुरामा सहमत छु तर जन्माउने हुर्काउने भित्र छ हौ कुम्मा 500 ग्लास दुबी छोरीलाई पनि सोधिसके बिराजीको भोग्नु बे मान्छे मान्छे उसको मन विचार गरिसक्यौँ हामीले मान्छे जस्तो छ मान्छे